हेर्नुस् बुढा, बिरामी नहुने शरीर र चिन्ता नहुने को नै हुन्छ र? हजुरले नै यसरी हार खानुभयो भने आमा र म कसको मुख हेरेर बाँच्ने? हजुरकै भरोसामा त छौँ हामी। बुढा, लिनुहोस् औषधि खानुहोस्, मैले पारी वैद्यकोबाट ल्याइदिएको। भयो भयो बुढी, योभन्दा धेरै खानै सक्दैन। तितोले जिब्रै पोलिसक्यो भने। खान भाइ, औषधि र सत्य त तितो नै हुन्छ। गुलियो भनेको त झुटो प्रशंसा गरेर खाइने कसम मात्र हो भाइ। जिन्दगी यस्तै हो दिदी, दुखै दुःखमा झमेलिएको मान्छेमा सुख पाउन त के कल्पना समेत गरेको छ। समयले जे दिन्छ त्यो भोग्नु नै पर्छ। आँखा चिम्लेर भए पनि अलिकता खानुहोस् न बुढा। हे भगवान्, कति जिद्दी गरेको उसले। के रहरले खान्न भनेको हो र? खाना खानु भन्दा भोकै लागेको छैन भन्नुहुन्छ, औषधि खानुहोस् भन्दा तितो छ भन्नुहुन्छ। उफ, अब के गरौँ तपाईँको लागि? योभन्दा अरू केही गर्नु पर्दैन। मेरो लागि कति गर्छ बुढी? केही मिठो मसिनो खुवाऊँ भने पनि घरमा 1 रुपियाँ छैन। मुखिया बाकोमा माग्न जाऊँ भने पनि पहिलाकै त्यत्रो तिर्नु छ। हे बाबा।